सिद्धि हो ॐ आहं वज्रगुरु पेमा 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 सिद्धि हो वज्रगुरु पेमा सिद्धि हो ॐ आहं 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 वज्रगुरु पेमा सिद्धि हो सिद्धि हो ॐ आहं वज्रगुरु पेमा 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 सिद्धि हो ॐ आहं वज्र पूजा गर्नुभन्दा अगाडि चाहिँ यहाँको विस्तृत जानकारी निसी म बताइदिन्छु है। हामी नियोगमा गइसकेपछि अब नियोगको विषयमा निस नै थाहा पायो भने त्यो बुझेर भने त्यसको महत्त्व छैन केही पनि। आज चाहिँ हामी गुरु रिम्पोछेको अति नै पवित्र तीर्थस्थल शङ्खलाई नतक्तु टलाई केगिन ताम्रतापमा चाहिँ पाल्ने सम्पूर्ण गुरुहरू लगायत नानाङाहरूको लागि मेरो शङ्खलाई परम गुरुको तर्फबाट लासुटासी दिले शङ्खलाई नतक्तु टलाई केगिन ताम्रताप यो जुन हाम्रो लिदुम्बा अर्थात् सम्बन्धित भर्जेलेम्सलमा लेखिएको यो शङ्खला भने चाहिँ हाम्रो बौद्ध ज्यारम फस्टरबाट 42 किलोमिटर उत्तर पश्चिम अवस्थित यो शङ्खला। त्यसपछि हामी 687 सिँढी पार गरेपछि हामी ठ्याक्कै शङ्खलाको टुप्पोमा छौँ है। यो डाँडाको आकार चाहिँ लो नोपच्याप जताबाट देख्दाखेरि ठ्याक्कै गुरु रिम्पोछेको उर्किन पेशीको जस्तै आकार छ। 687 सिँढी हामी चढिसकेपछि शङ्खलाको टुप्पोमा छौँ अहिले चाहिँ। जुन गुरु रिम्पोछे 8औं शताब्दीमा इन्डियाबाट नेपालको विभिन्न ठाउँ हुँदै टिबेट जाने क्रममा चाहिँ शङ्खलामा चाहिँ ढाला ग्याङ्गेलाई चाहिँ ताम्रताप अर्थात् धर्मरक्षाको लागि बाजा ग्रहण भएर यहाँबाट चाहिँ शङ्खला टापु भन्छ समेरो गुफा प्लस भिलिछा इच्छा सुदु लागेको टेपाची निसकी ताम्रताप फेरि त्यो पनि हाम्रो दोस्रो नि तीनटा नै हो हाम्रो नुवाकोट जिल्लामा चाहिँ गुरु रिम्पोछे अति इम्पोर्टेन्ट।
त्यहाँबाट चाहिँ गुरेपछि ठ्याक्क यस्तो कराएर चाहिँ गेलकुसी लङ्गाइ डुक्न थेबर फापेर सब टिबेट पुग्नु भयो यो सङ्खला यस्तो कराएर ठ्याक्कै सङ्खलाबाट चाहिँ हाम्रो टिबेट स्यारपट्टिबाट चाहिँ लोपट्टि चाहिँ हाम्रो बौद्ध जारुङ खस्यो नुपट्टि हिल्ने छासु जागरले पनि अनि ज्याङपट्टि चाहिँ हेल्मो सिधै हाम्रो यता यो ठाउँमा चाहिँ आजभन्दा 48-49 वर्ष अगाडि यो सङ्खलाको मोजन कसले गर्नुभयो क्याप्टेन जाडले पर्छ नि यस ठाउँमा मैसी चाहिँ गर्नुभयो प्रचार क्रमले गर्दाखेरि अलि तल परेको मात्रै हो विगत 10-15 वर्ष अगाडिदेखि चाहिँ अलिअलि प्रचार हुँदै अहिले चाहिँ नेपालको त विभिन्न जिल्लाहरूबाट हाम्रो बुद्धिस्टहरू चाहिँ नेगर आउनु नै हुन्छ अहिले चाहिँ अन्तर्राष्ट्रिय क्षेत्रबाट जस्तै थाइल्यान्ड कम्बोडिया भियतनाम मल्यहरू जस्तै हाम्रो बुद्धिस्ट कन्ट्रीको प्रायः अहिले युट्युबहरूको भरमा नै सङ्खला पाल्नुहुन्छ र त्यति नै खेर गुरुरे मर्सीले चाहिँ डाला गेङ्गलाई चाहिँ ताम्ला ताक्सी गरेको कुन होला भन्नु भने म उतै गरेर देखाउँछु तपाईँले उतै यसो ध्यान दिनु होला यो चाहिँ सङ्खला लाथुतु डाला गेङ ताम्ला ताक यहाँ आउनुहुन्छ है मेन यहाँको लागि चाहिँ प्रोटेक्टर भनौँ धर्मरक्षकको लागि गुरुरे मर्सी कस्तो भन्नुभएको टाउको मात्रै हो यो उहाँको पार्थिव शरीर चाहिँ जुन तपाईँहरू अघि 4 बजार कटेर आउनुभयो ढलान पुचारेर त्यसको जङ्गलतिर छ उसको शरीर चाहिँ एकदम फुवा आँखाबाट पनि आगै छोड्ने मुखबाट पनि आगै छोड्ने उहाँले हामी लामाले रिङ्गा चाहिँ अब या बिम्रो पञ्च रिङ्गा लगाउँछ नि उहाँले चाहिँ रिङ्गा चाहिँ के को लगाएको छ काबली बुझ्नुहुन्छ नि खापर उहाँको गहना के रहेछ नागपुटुल नागपुखरी कालो सर्प गहना चाहिँ उहाँको यस्तो खालको एकदम जस्तालाई त्यस्तै रूप देखाएर चाहिँ गुरुरे मर्सी चाहिँ धर्मरक्षाको लागि चाहिँ उहाँलाई बाचा गराउनु भएको चङ्खला हेर्दा त्यो डरलाई तमलाई ताक भनेर यहाँले चिन्छ र त्यति नै खेर गुरुरे मर्सी आएर बस्नु भएको यो खातो चढा चाहिँ के भन्नु होला भने यो चाहिँ सुक्टी गुरुको आसन है सुक्टी आसन अब हामी भाइहरूलाई भन्छ नभएर थाहा नभएर चाहिँ फेरि मान्छेहरूले कुल्सिनी यताउता गर्छ भने चाहिँ जाली लगाएको यो चाहिँ सुक्टी र एउटा गुरुरे मर्सीले नै यो हाम्रो चङ्खलाको ने हो भोलि नचिल्ला भन्नको लागि एउटा चाहिँ टेम्बाउको बुझ्नु टेम्बाउको रमझुक यहाँभित्र छ सङ्घीय होप्पा यहाँभित्र छ जुन सरकारी नियममा अब त्यो उता लानु पाउँदैन उता यता ल्याउनु नभए त्यस्तो नियमहरू छ र यो अगाडि देखिराख्नु भएको छ नि यो के होला भनेर यो यहाँको चङ्खलाको रमझुक पेजा है यो पेजा चाहिँ सबैले आफ्नो तरिकाले भन्नुभएको छ विशेष कुरा त अब रेमर्सीहरूले नै मलाई सुन्सी गर्नुभएको छ यो चाहिँ जुन चङ्खला लाथो डाला गेङ ताम्ला तक डाला गेङलाई ताम तासेर त थुजे पुगो छे पेजाले काम गरेन नि सिडेको पेजाले काम गरेन नि खुर्पा घेपाको पेजा नै प्रयोग गरेर जस्तालाई तस्तै भनेर चङ्खला लाथो डाला गेङ तस्तालाई त्यस्तै रूप देखाएर चाहिँ धर्मरक्षाले पाचा गराउनु भएको भने चाहिँ हो यो चाहिँ फुर्पा घेको पेजा यो ढुङ्गा भनेर ढुङ्गा पनि होइन काठ भनेर काठ पनि होइन ढुङ्गालाई त किराले खाँदैन नि यहाँ त किराले खाएको छ र गुरुले चाहिँ जुनै पनि ठाउँमा जाँदाखेरि यस्तो नियरमा चाहिँ एउटा चिनो चाहिँ पक्कै छोडेको हुँदो रहेछ स्याप्लम बुझ्नुहुन्छ नि स्याप्लम जुत्ता गुरुले बसेको दाहिनेपट्टिको यो जुत्ता पनि छ यहाँभित्र विशेष गरी अब यो म भएको बेला मात्रै यो दर्शन पाउने हो नभए होला त खास मर्सीले चाहिँ अब अनुमति दिनुभएको त 4 तिथि मात्रै खोल्नु लामा भनेर भन्नुभएको छ त विशेष गरी चाहिँ अब यति टाढाबाट चाहिँ न्युकटमा पालिसकेपछि दर्शन गर्न पाएन यहाँको अर्थ नै पाएन भने त मजा आउँदैन त्यसको लागि पनि अहिले पूजा सकेपछि तपाईँहरूले दर्शन पाउनुहुन्छ छेउमै गरिदिन्छु मैले अहिले त्यसको र गुरुको हिदाम छाना दोर्जेको नि हिदाम के भन्छ एउटा मित्री क्याल्जेन भन्छ नि मित्री क्याल्जेनको पनि यहाँ एउटा मूर्ति छोड्नु भएको छ गुरुले मर्सीले अब त्यसको चाहिँ सुक्टी र स्याप्ला मात्रै छ त्यो पनि अहिले दर्शन पाउनुहुन्छ अब त्यो चाहिँ कहाँ पुग्यो के पुग्यो अनपुग्यो हामीलाई थाहा छैन अब विगत 15 वर्षदेखि यो नियम चाहिँ सम्हाल्दै आएको छु लगातार रूपमा चाहिँ 3 वर्ष भयो म यहाँ नै हुन्छु
यसको विषयमा चाहिँ रेमर्छेले नै खुर्पा घेपाको थाङ्गा पनि तपाईँले दर्शन पाउन सक्नुहुन्छ। त्यो चाहिँ नेपालमा मसँग मात्रै छ, फेरि अरूसँग छैन। यसको विषयमा लेखिएको जुन थाङ्गा 3 वर्षमा तयार भएको भन्दै मैले जति जानेको जति बुझेको सङ्कलको विषय यहाँको इतिहासको विषयमा चाहिँ थाहा भएसम्म रेमर्छेले भन्नुभएकोसम्म छोइको आधारमा मैले निर्णय गर्दै अब गुरुहरूलाई चाहिँ आफ्नो पूजा अगाडि बढाउन हुन पनि म अनुरोध गर्दछु। ल सुत्रुजी चाहिँ सबैभन्दा पहिले अब विशेष तीर्थस्थल चाङ्गालामा आइपुगेका छौँ। त्यसो हुँदाखेरि तपाईँहरूले सबैजना हामी सबै एकमुष्ट रूपमा अब यहाँ कोही गुरु चेला भन्दा पनि हामी सबै चेला हौँ, एकै ठाउँ एउटै गुरुको चेला हौँ। अहिले पहिला हामी अलग अलग भयो भने अहिले हामी वाक थालिरहेका छौँ। त्यसो हुँदाखेरि हामीले एकजनाले चाहिँ लिड गरेर स्मरण गराएर अनि क्याप्टनले शरण गमन र बोधिचित्तपात गर्ने सँगसँगै गर्ने, त्यसपछि हामी बोधिचित्तपात र बोधि शरण त्यो भावना दुई खालको हुन्छ बुद्ध धर्ममा चाहिँ। एउटा चाहिँ स्थाप्य भावना, मन एक ठाउँमा केन्द्रित गरेर यता विचलित नगरिकन एकै ठाउँमा केन्द्रित भएर ध्यान गर्ने सिने जस्तो हुन्छ स्थाप्य भावना। अर्को चाहिँ मनलाई चाहिँ सही ध्यान गर्ने आलम्बनमा अथवा ध्यान गरिने विषयहरूमा मन लाँदै लाँदै खेलाउँदै लाँदै गरेर एनालिटिकल मेडिटेसन पनि भन्छ, त्यो गर्ने हुन्छ। अनि त्यो अहिलेको चाहिँ एक ठाउँमा ध्यान केन्द्रित गरेर एकै ठाउँ बस्ने खालको होइन, यो चाहिँ विचार भावना भन्छ। विचारलाई एउटा ध्यानमा केन्द्रित गर्दै लाने। अनि मेरो शब्द सँगसँगै तपाईँले त्यही विचार गर्दै जानुहोस्, त्यही ध्यान हुन्छ है त। नाद चाहिँ बिचमा आफ्नो खुल्ला आकाश, अगाडिको खुल्ला आकाश, कमलका आसन अनि सूर्य चन्द्रको कमलमाथि सूर्य चन्द्रमा प्रत्यक्ष गुरुहरू चाहिँ साक्षात विराजमान हुनुहुन्छ भनेर सोच्ने। त्यसपछि शरणनाथ, मूल शरणनाथ आजको गुरुहरू चाहिँ र साथसाथै त्रिकालको बुद्ध बोधिसत्वहरूलाई पनि आगमन गरेर अगाडि प्रत्यक्ष विराजमान हुनुहुन्छ। त्यसै गरी आफ्नो दाहिनेतर्फ र देब्रेतर्फ आफ्नो यो जन्मको बुवा आमा लगायत सम्पूर्ण असङ्ख्य जन्मको बुवा आमा सत्व प्राणीहरू वरिपरि सँगै छौँ, सँगै ध्यानमा छौँ, मलममा बसेको छौँ भनेर सोच्नुहोला। र शरण गमनको शरणनाथ, मूल शरणनाथ चाहिँ गुरुहरूको चाहिँ सोच्नुहोला। र हामी अब पूजाभन्दा अगाडि चाहिँ अघि जसरी नै हामीले शरण गमन र बोधिचित्तोत्पादको भावना गर्दाखेरि जसरी अगाडि साक्षात गुरुको चाहिँ विराजमान हुनुभएको, उहाँको वरिपरि सम्पूर्ण त्रिकाय कालका बुद्ध र बोधिसत्वहरू प्रत्यक्ष हुनुभएको, त्यो पनि हामीले खास गरेर सोच्दाखेरि अब धेरै तपाईँहरूलाई ध्यानै छ, तै पनि केही दुईजना नयाँ हुनुहुन्छ भने उहाँहरूलाई पनि नयाँ कुराइनेछ। जस्तो हामीले अगाडि मूर्ति देख्छौँ त्यस्तो हामीले भावना गर्दाखेरि चाहिँ ध्यान गर्दा चाहिँ मूर्ति जस्तो होइन, थाङ्गा जस्तो होइन, प्रत्यक्ष इन्द्रेणी काया हुन्छ। इन्द्रेणी जस्तो हेर्दा देखिने करुणा शक्ति, ज्ञान करुणा शक्ति भएको फोटो जस्तो मात्रै होइन, फिल्ममा हामीले भिडियोमा देख्ने जस्तो मात्रै होइन, इन्द्रेणी काया ज्योतिर्मय त्यस्तो प्रत्यक्ष गुरुहरू चाहिँ लगायत सम्पूर्ण बुद्ध र बोधिसत्वहरू रहेको भावना गर्नुपर्छ। किनभने गुरु मुचेले बारम्बार भन्नुभएको छ, यहाँ यो ठाउँबाट हुँदै हुँदै टिबेटमा गएर टिबेटदेखि पनि उहाँ अहिले प्रत्यक्ष साक्षात विराजमान हुनुहुन्छ। चिम्बु हिल भन्ने ठाउँमा उहाँ त्यहाँबाट उडेर जानुभएको र जाने बेलामा सबैले उहाँलाई टिबेट छोडेर नजान प्रार्थना गरेका थिए। राज परिवार देशवासीले नै राजा जनता लगायत सबैले प्रार्थना गर्दा उहाँले तिमीहरू ढुक्क हुन होला, म त्यो ठाउँमा गएको भनेर यो ठाउँमा हुँदिनँ भन्ने चाहिँ म हुँदैन, गुरुमुची यो ठाउँमा हुँदैन, यहाँबाट उडेर लङ्का सिम्बु हिलमा जानुभयो र उहाँ गएपछि यहाँ हुँदैन भन्ने तिमीहरूले नसोच्नु होला। म भनेको
त्रिकालको धुसुम साङ्गे भन्छ त्रिकालको बुद्ध भन्दा पनि अब शक्तिशाली जस्तो त्यस्तो हुँदाखेरि तपाईँहरूले जतिखेर मेरो प्रार्थना मलाई अगाडि मान्नुहुन्छ त्यतिखेर म तिमीहरूको अगाडि हुन्छु तर तिम्रो आफ्नै आवरण क्लेश आवरण आदिको कारण पाप आवरणका आदिको कारण तिमीले दर्शन गर्न सक्दैनौ होला त्यो अर्को कुरा छ तर तिमीले जतिखेर तिम्रो अगाडि शिरमा छ भनेर तिमीले मान्छौ श्रद्धा गर्छौ त्यतिखेर म हुन्छु किनभने मेरो काया चाहिँ असीमित असङ्ख्य हुन्छ किनभने मेरो रूपै सम्पूर्ण प्राणी हितको लागि म यसरी प्रकट भएको हुँ र तिमीहरूले कसैले पनि सुर्ता गर्नु पर्दैन रुनु पर्दैन रोएर कराएर हुँदैन रुनु पर्दैन चिच्याउनु पर्दैन म यो ठाउँबाट उडेर जाँदैछु तिमीहरूले सुर्ता गर्नु पर्दैन म जतिखेर तिमीहरूको साथमा हुन्छु भनेर त्यसरी बाचा गर्नुभएको छ र धेरैले त्यसरी गुरुमा चाहिँ आफ्नो सामु भावना गर्दा चाहिँ प्रत्यक्ष दर्शन पाउनेहरू पनि धेरै असङ्ख्य गुरुहरूले त्यसरी दर्शन पाएको हुँदा हामीले पनि प्रत्यक्ष त्यसरी आफ्नो सामु भावना गर्दाखेरि उहाँहरू प्रत्यक्ष यो त स्पेसल जान्छ र उहाँकै न्याय हुँदाखेरि प्रत्यक्ष हुनुहुन्छ र साक्षात् गुरुको अगाडि गुरु त्यसरी लगायत बुद्ध र बुद्धिसत्वको अगाडि हामीले आज पूजा अर्चना अथवा ध्यान भावना गऱ्यौँ यो हाम्रो सौभाग्य जुरेको छ भनेर हामी एउटा खुसी पनि होला यसरी अब हामी सुरु गर्दैछौँ तपाईँहरू पर्छ मान्छे सामानहरू तयार गर्नु होला त्योभन्दा अगाडि नाच्ने नम्बर त्यति तिनवटा है अनि अन्तिममा छ Nangzie nangda rangzie lungge me trashe jimje jena jomba ye sangye jetan getan pame kunla chanza dajan dashi jondre me gyaba zade dendro ma jambe gyaba getan bala kunla gomba gyajen doba jan gongo daba zada bala simje daje lagan dabe ma izem jaba zada daba chanzan debe dashi balbe wa deva seva yela chanza lo jamba shuno balden dashi chire shiva gomba jambe va sai yimba giva namba je nangai yimba bhaja gundo ba doje bega luce danabo navarati nimai Saja na tasya padye chanzo semba yela chanza inje doja tasya seye nya doja bonsa ya kama nyada doja bonzo pabe wo mina yaja wanyo kollo inje doja kike zazen jen chede yawa jeje kike ma yezo mo tibe pabe wa tasya nama yela chanza Sama jimbo dejo zeme bo mendo denda yobo yugo Sompa ye bodan loa mime zan Deje la je bolo Dejo la dan dundan doje jembe waragi chide gezi Soso neso gele kachimbe Jide gyongwa gela chanza lo Naja dende jawa jamba la Geda nyewa chewa kuzi Yodo balbe sando yishin Doji dele bunzo sompa yisho Kaja dende jawa jamba la Geda nyewa chewa kushi Yodo balbe sando yishin Doji dele bunzo sompa yisho Kaja dende jawa jamba la Geda nyewa chewa kushi Yodo balbe sando yishin Doji dele bunzo sompa yisho Oye yue no janza pema geza dombo la yaje jage mando ne pema jone shuzunda porto kando mambo ko keke jezunda jenge la je jezo guru pema sinde Oye yue no janza pema geza dombo la yaje jage mando ne pema jone shuzunda porto kando mambo ko keke jezunda Jingye lo je jezo guru pema sinde
Jin Yu Ge No San Song Be Ma Ge Sa Dong Bo La Ya Chen Zhe Ge Mui Do Be Ma Ju Ne Se So Dong Mo Do Kan Do Mang Bo Go Yu Ge Se So Da Du Ge Chi Ge La Se Se So So Gu Ro Be Ma Se Ye Sang Ge She Da Se Ge Chong Nam La Chang Chou Ga Do Da Ni Ge Sun Si Da Ge Ji So Ge Be Sa Na Ge Do La Pe Je Sang Ge Do Ma Yi Sho Sang Ge She Da Se Ge Chong Nam La Chang Chou Ga Do Da Ni Ge Sun Si Da Ge Ji So Ge Be Sa Na Ge Do La Pe Je Sang Ge Do Ma Yi Sang Ge She Da Se Ge Chong Nam La Chang Chou Ga Do Da Ni Ge Sun Si Da Ge Ji So Ge Be Sa Na Ge Do La Pe Je Sang Ge Do Ma Yi Sho Sen Jian Dang Jian Dewa Dang Dewe Gyu Dang Denpa Gyu Shi Dong Al Dang Dong Al Gi Gyu Dang Dalwa Gyu Shi Dong Al Me Be Dewa Dang Ba Dang Mi Tawa Gyu Shi Ni Re Cha Dang Ni Lan Dalwe Da Nyong Chi Sen Ne Ba Yu Ji Ma Wei No Jian Dewa Jin Gi Xin Gang Zo Na Wa Da Ye Tu Jie Jin La Yu Tu Guo Be Ma Ju Ne Jin La De Zhen Bo Lin Du De Wei Dong La Zhen Bu Dong Gi Jie Me Be Du Jie Jin Wu Ge Be Ma Ju Ne La Sa Wa De Sang Ba Lun Ge Du Ra Jin Ge La Ge Lu De Zhen De Jin Me Jie Ne Che Ge De Ge Da La Ma Dong Ma Di Sen Ge Jia Me Ra Jin Ge La Bai Ge Che Ge Ge Bai Ne Che Wu Ge Wo Che Ge Ge Wei Du Jie Jin Wu Ge Be Ma Ju Ne La Sa Wa De Sang Ba Lun Ge Du Ra Jin Ge La Gu Ne La Me Sen Be Ka Nun Jin Du Jie Bai Ge Sen Che Yang La Se Ma Re Lo Be Sen Che Ge Be Ba Ni Ma Du Ga Sen Che Na Ge Du Che Dang Ge Jie Me Ba Du Jie Jin Wu Ge Be Ma Ju Ne La Sa Wa De Sang Ba Lun Ge Du Ra Jin Ge La Du Nya Gi Me Da La Du Wei Che Na Re Gong Le Bu Ge Dang La Jin Gi Se Cha Da Dang La Chi De Jin Ge Ma Ju Je De Zo Ma Shu Jun Du Long Du Je Je Be Du Je Jin Wu Ge Be Ma Ju Ne La Sa Wa De Sang Ba Lun Ge Du Ra Jin Ge La Ma Ge Da Ma Ju Da Ni Ma La Sen Che Dang Ge Ni Ma Du Nga Ra Ni Ma Ju Ne Du Nga Ra Ge Je De La Du Na Ge Na Du Je Ge De 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 Re Ge Be Du Je Jin Wu Ge Be Ma Ju Ne La Sa Wa De Sang Ba Lun Ge Du Ra Jin Ge La Ma Su Je Be Ma Ge Da Go Ne Che Ga Ni Ma Cha La Do Wei Che Ni De Za Me Ra Sa Wa De Wu Ge La Se De Ge Ma Ge Zo Sa Ma Bo No Ba De Zo Me Wu Ge Be Ma Ju Ne La Sa Wa De Sang Ba Lun Ge Du Ra Jin Ge La Sen Je Ge La Se Wei Ne Se Se Mi Se Dong An Je Ge Ni Ba Na Ni De Za Me Ra Sa Wa De Wu Ge Men Ge La Da Yer Me Be Se Se Ma E Ba Se Ge Ra Se Wu Ge Be Ma Ju Ne La Sa Wa De Sang Ba Lun Ge Du Ra Jin Ge La Jung Ma Da La Se Se Ni Be Se Se Je Mo Ge Ne Ge Ni Ba Na Ni De Za Me Ra Sa Wa De Wu Ge Ma No La Sa Da Je Wu Bo Te Ga Se Wa De Za Me Wu Ge Be Ma Ju Ne La Sa Wa De Sang Ba Lun Ge Du Ra Jin Ge La Le Chen Do Wei Dong Da De Do Na Dan Se 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 Me Be Ba Den Ge Ni De Za Me Ra Sa Wa De Wu Ge La Da La Da Yer Me Be Ma Na Gue Lo Ba De Zo Me Wu Ge Be Ma Ju Ne La Sa Wa De Sang Ba Lun Ge Du Ra Jin Ge La Be Na Da Yen Sa Ge Be Se Ka Se Bu Ye Su Ge Lam Ga Na Ni De Za Me Ra Sa Wa De Wu Ge Si Da Ge Be Ko Da Zo Su Ge Lam Na Dem Ra De Zo Me Wu Ge Be Ma Ju Ne La Sa Wa De Sang Ba Lun Ge Du Ra Jin Ge La Ta Se Tu Je Tu Je Je Wa Je Tu Je Chi Be Da La Di Ba Se Ni De Za Me Ra Sa Wa De Wu Ge Ba Ba Ge Da Sum Ba Se Tu Be Se Je Du Ra De Zo Me Wu Ge Be Ma Ju Ne La Sa Wa De Sang Ba Lun Ge Du Ra Jin Ge La Sa Se Me La Je Bai Ba Se Ge Ge La Ye Sa Je Bai Tu Je Je Ni De Za Me Ra Sa Wa De Wu Ge Ba Ba Se Ye La Ba Je Ju Wa Ra Sa Si Ra De Zo Me Wu Ge Be Ma Ju Ne La Sa Wa De Sang Ba Lun Ge Du Ra Jin Ge La La Sa Je Be Da La Di Ba Se Se Gra Je Ba Je Ba Ni Ba Na Ni De Za Me Ra Sa Wa De Wu Ge Che Ge Si Gong Ba Je Cho La Me Ge Ma Sa La Ra Je Wu Ge Be Ma Ju Ne La Sa Wa De Sang Ba Lun Ge Du Ra Jin Ge La Ka Se Se Be Ma Ge Da Ba Ne Che Je Nu Ba De Se Ni Ba Na Ni De Za Me Ra Sa Wa De Wu Ge Do Se Ge Da De Ba Yi Se Ma De Se Che Ne Da Ba Ge Wu Ge Be Ma Ju Ne La Sa Wa De Sang Ba Lun Ge Du Ra Jin Ge La Ta Se 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 Be De Se Se Ni Ge Tu Man Da Ba Ni Ba Na Ni De Za Me Ra Sa Wa De Wu Ge Na Wa Ta Ye Tu Ba De De Wa Jin Ge Shin Do Ni Ba Ge Wu Ge Be Ma Ju Ne La Sa Wa De Sang Ba Lun Ge Du Ra Jin Ge La Ge La Ye Ba Se Be Ba Do Do Tu Na Ni Do Do Ma Ni Ba Na Ni De Za Me Ra Sa Wa De Wu Ge Be Se Ge De Du Je Ye Tu Ma Ra Sa Do Ra De Za Me Wu Ge Be Ma Ju Ne La Sa Wa De Sang Ba Lun Ge Du Ra Jin Ge La Se Na Le Da Ge Ge Wan Ge De Tu Na Ma Ba Se Je Do Ma Na Ni De Za Me Ra Sa Wa De Wu Ge De Se Ge Ba Ngo Ba De Tu Ma Do Ba Se Ne Su Ra Je Wu Ge Be Ma Ju Ne La Sa Wa De Sang Ba Lun Ge Du Ra Jin Ge La Ra Do Ma Chen Ba Ni Ma Na Ge Ba Ba Ge Je Wa Do Ma Na De Za Ma Ba De Se De Ba Yi Ni De Za Me Ra Sa Wa De Wu Ge Bo Je Wu Ge Me Ra Se Wu Ge Be Ma Ju Ne La Sa Wa De Sang Ba Lun Ge Du Ra Jin Ge La
Om Beza Guru Pema Siki Om Chigo Nawata Yela Sawate Loko Tse Sambala Sawate Tugo Pema Shunela Sawate Daye Lama Mazar Tubeke Kyavari Yodo Koton Tse Boye Vezo Sasonte Boto Uye Yodo Koto Tse Tuje Dala Singela Sebeta Zolam Nadoko Bedala Meduso Nebeta So Parse So Chie Parse Shiro So Nange Parse Nando So Sae Parse Iso So Kibeta Zakya So Chie Oma Tse Guru Pema Siki Oye Masa No Beze Yevera Lisa Keke Yevera Keke Shaka Tse Yama Se Kyaveto Tse Dawai Kanto Tse Dala Singela Sebeta Zolam Nadoko Bedala Meduso Nebeta So Parse So Chie Parse Shiro So Nange Parse Nando So Sae Parse Iso So Kibeta Zakya So Chie Oma Tse Guru Pema Siki
Sakya Guru Rinpoche, Mado Kunda Deva Simba, Pache Kunja Dudo, Savade Sajingi Lauto Sachina Same, Pache Shiva Dan Sambalungi Dubara Jingi, Mado Kunda Deva Simba, Pache Kunja Dudo, Savade Sajingi Lauto Sachina Same, Pache Shiva Dan Sambalungi Dubara Jingi, Sakya Guru Rinpoche, Mado Kunda Deva Simba, Pache Kunja Dudo, Savade Sajingi Lauto Sachina Same, Pache Shiva Dan Sambalungi Dubara Jingi, Jela Savade Kalye Pache Male Shiva Dan Ke Sando Yisin Dubada Chodando Mamedo Saldo Tam yam go mo ma yam go mo ma Ram yam go mo ma Ram yam go mo ma so je to yan yi she ro pe chen so je so da de chen la ma da de so ju go me yan ye je da pa wa na do ta je je long jo do jen je ba je ka do no da ta je nya ja ja do no da je nya ja ja je la tin do ba zo om guru da wa da je ne da na sa ba Chista Balenda Gaye Ram Yam Kham Om Ao Soje Doya Ichi Rube Jen Soje Soda Rizhe Lama Da Tizan Kigo Nayo Nishe Da Pao Kando Tanje Che Rije Lonjo Soje Cheba Che Kaldo Nanda Tanje Nyamja Ja Jina Baje Shiji Inso Pa Lakar Jela Tine Dura Om Guru Deva Da Jine Kana Sara Buzao Uchista Balenda Gaye Om Ao Soje Doya Ichi Rube Jen Soje Soda Rizhe Lama Da Tizan Kigo Nayo Nishe Da Pao Kando Tanje Jena Chilonjo Soje Kaldo Nanda Tanje Nyamja Jina Baje Shiji Inso Pa Lakar Jela Tine Dura Om Guru Deva Da Jine Uda Vajita Balenda Aye Aye Om Ahum Vajra Guru Pema Siddhi Om 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 Siddhi Om Om Ahum Vajra Guru Pema 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 Siddhi Om Lakso Chok đây Chok Sampai ada beliau Chok biasa हामीलाई पानी दियो भने त कति राम्रो हुन्थ्यो होला त्यो त पानी छ Om Ahum Vajra Guru Pema Siddhi Om Om Ahum Vajra Guru Pema Siddhi Om Om
वज्रगुरु पेमा सिद्धि हो ॐ आहं 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 वज्रगुरु पेमा सिद्धि हो देख्नुभयो यो रिम्पोचेले चाहिँ नाक गरेर राख्नुहुन्छ हो ल यता आउनुहोस् अनि यतापट्टि यसको पनि छेउ बुट्टा बुट्टे दाहिने खुट्टाको के गर्यो बुकमा लेखिएको कुराहरू ठिक गो ओम आहं वज्रगुरु पेमा सिद्धि ओम आहं वज्रगुरु पेमा सिद्धि ओम आहं वज्रगुरु पेमा सिद्धि दाहिने पेट साइडमा जानुहोस् यस्तो लुगा लगाएको छ त्यसले चाहिँ हाम्रो गुरु ढुक्छु हो नि गुरु ढुक्छु बुझ्नुहुन्छ गुरु ढुक्छु यो चङ्खलाको लास्ट र ठिक्कै सुनिसकेपछि चौधको जस्तो दाहिने पेट हेर्नु त्यसले चाहिँ गुरु ढुक्छु जुन गुरुले चाहिँ गुरुको ढुक्छु गरेर निकालेको छु त्यो पानी छ त्यहाँनिर चाहिँ एउटा राम्रो कुबन छ त्यो मापासँग छु तर यस्तो अनुहार लाग्छ यसो पत्ता लिएर गएर चाहिँ त्यहाँ गएर ढुक्छु जल्दै जान सकिन्छ है ल सक्छ वज्रगुरु पेमा सिद्धि हो ॐ आहं वज्रगुरु पेमा सिद्धि हो ॐ आहं वज्रगुरु पेमा सिद्धि हो ॐ आहं वज्रगुरु पेमा सिद्धि हो